नमस्कार। नमस्ते। र सुन्तला बिक्री गरिरहनु भएको छ है। हजुर। कति महिनादेखि तपाईँहरू यहाँ हुनुहुन्छ, यसरी सङ्घर्ष गरिरहनु भएको छ? महिना हजुर। लाइक डिसेम्बरदेखिको सुरु हुन्छ, यो मार्चहरूसम्म हुन्छ। मार्चसम्म, डिसेम्बरदेखि चाहिँ तपाईँ यहीँ हुनुहुन्छ है? हजुर। कति बजी आउनुहुन्छ बेलुकी, बिहान कति बजी आउनुहुन्छ, बेलुकी कति बजी फर्किनुहुन्छ? म चाहिँ 8:30तिर आउँछु अनि बेलुका 5 बजी। अरूहरू चाहिँ छिटै आउनुहुन्छ, प्याकिङहरू ए गर्नुपर्छ हजुर। नि त। हजुर। तपाईँको घर चाहिँ यहाँनिर हो? हाम्रो टिस्टा भ्याली पर्छ। टिस्टा भेली पऱ्यो है? हजुर। ए, टिस्टा भेली विभिन्न जग्गाहरू छ नि, हजुर। कन्जेटिभ साइड चाहिँ कहाँनिर हो तपाईँको? हजुर, नरसिंहपुरा। नरसिंहपुरा हो? हजुर। अच्छा। अनि बहिनी तपाईँ अहिले भाइरल बहिनी भनेर नै मान्छेले चिनिरहेको छ, फेसबुकमा पनि तपाईँको एकदमै भिडियोहरू भाइरल भइरहेको छ। जो पनि ग्राहकहरू तपाईँको यहाँ सुन्तला होइन, यहाँनिर सुन्तलाहरू किन्न आउँछ, उनीहरूले भिडियो बनाएर लान्छन् अनि भाइरल बहिनी भनेर भिडियो हालिरहेको छ। सबैले अहिले भाइरल भाइरल बहिनी भनेर चिनिरहेको छ। वास्तविक तपाईँको रियल नाम चाहिँ के हो? मेरो रियल नाम चाहिँ तृप्ति राई हो। तृप्ति राई। हजुर। र के गर्नुहुन्छ तपाईँ अन्य यो सुन्तलाको जुन तपाईँले अहिले गरिरहनु भएको छ व्यापार होइन, यो पछि तपाईँ अन्य के गर्नुहुन्छ? पढाइ गर्नुहुन्छ या के? हजुर, मैले चाहिँ पढाइ भन्दा पनि 12th भर्खरै सकेको, अब चाहिँ कलेज। अहिले चाहिँ छुट्टीको समयमा तपाईँले यो पहिलोपल्ट यसरी यहाँनिर गरिरहनु भएको छ कि अघिल्लो वर्षहरूमा गर्नु? होइन, म नि आएको त निकै नै भयो नि, लाइक 4-5 वर्ष भयो। यो चाहिँ यो जुन सुन्तला छ यो चाहिँ तपाईँहरू आफै घरमा उत्पादन गर्नुहुन्छ? हजुर, होइन, यो हामीले अरू जग्गाबाट ल्याउँछ, लाइक सिटोङ, पेसोक, सिक्किमको पनि आउँछ घरिघरि। त्यसरी किनेर तपाईँहरू ल्याएर यहाँनिर बिक्री गर्नुहुन्छ है। कसरी चाहिँ तपाईँलाई यो सोच आयो कि मैले यो गर्नुपर्छ भन्ने चाहिँ तपाईँकोमा कसरी सोच आयो? हाम्रो चाहिँ खासै त्यही फ्यामिली बिजनेस हो। हाम्रो सबै फ्यामिली नै हुनुहुन्छ। हामी चाहिँ त्यत्तिकै अब आइपठाएको भनौँ, अब त्यो सोच त थिएन नि आउने, अन्त चाहिँ त्यत्तिकै आइपुगेको। अब राम्रो हुँदो रहेछ है, अनि त्यत्तिकै भयो। बहिनी जस्तो एउटा सुन्दर युवती होइन, यसरी सडकको किनारमा बसेर सुन्तला बिक्री गर्नु, अरूहरू त अब एकदमै लजाउँछ नि त, कतिजना त यसरी काम गर्दिनँ म भन्ने हुन्छ होइन। अनि फेरि स्त्री एकदमै सुन्दरताको स्त्रीमा एउटा घमण्ड पनि हुन्छ, त्यो तपाईँमा देखिएको छैन। तपाईँ एकदमै सोझो तरिकाले यसरी सुन्तला बिक्री गरिरहनु भएको छ। के भन्न चाहनुहुन्छ यसबारे चाहिँ? अब यस्तो काम गर्नु चाहिँ लजाउनु भएन फर्स्ट त है, अन्त त्यही हो, मलाई चाहिँ अब राम्रो उयो छ भने किन चाहिँ लजाउनु। जुन प्रकारले सङ्घर्ष गरिरहनु भएको छ है, सुन्तला बिक्री दिनभरि तपाईँ उभिएर बसेर सुन्तला बेच्नुहुन्छ होइन, सङ्घर्ष गरिरहनु भएको छ। तपाईँ के अब अन्य तपाईँको भविष्यलाई लिएर तपाईँले के सोच्नु भएको छ? यो गर्छु, तपाईँ त अब कलेज पनि जोइन गर्नु आँट्नुभएको हो होइन, के सोच्नु भएको? अब म त त्यही हो, अब घरकोले जे भनेको त्यही। अच्छा अच्छा, एउटा तपाईँले प्रश्न गरिदिनुहोस् है, किनभने यहाँ ग्राहकहरू पनि आएका छन्। अनि अन्य जति पनि युवतीहरू छन् नि जसले यस्तो कामदेखि लजाउँछन् है, यसरी उभिएर गर्नको निम्ति, यसरी सुन्तला बाटोमा बसेर गर्नको निम्ति लजाउँछन्, उनीहरूलाई के भन्न चाहनुहुन्छ? के भन्नु, अब लजाउनु हुँदैन, त्यति हो। अब काम गर्नु किन लजाउनु है, त्यति हो। हुन्छ, थ्याङ्क यू।